अब चर्चा गरौँ हामी घरमै कसरी सस्तो क्याल्सियम तयार पार्ने। सबभन्दा पहिले चाहिने भनेको चुन हो। जुन हामी घरहरूलाई सेतो चुन जुन हामी घरहरू पोत्नमा प्रयोग गर्ने गर्छौँ र यो हार्डवेयर पसलमा सस्तोमा पाइन्छ र यो सायद यो 5 केजीको 250 जति पर्छ र यो किनेर ल्याउनुहोस् र त्यो लगाइसकेपछि एउटा बाल्टिनमा सफा पानी हाल्नुहोस् र त्यसमा चुन राख्नु जति पनि राख्न सक्नुहुन्छ तपाईहरुले 1 केजी 2 केजी जति सक्नुहुन्छ। यदि 1 केजी जति हाल्नुहुन्छ भने त्यसमा 5 लिटर जति पानी हाल्नु होला र पानी हालिसकेपछि एकछिन त्यसलाई त्यतिकै छाड्दिनु होला किनभने त्यसबाट हिट निस्किन्छ तातो हुन्छ त्यहाँ बोइलिङ भइरहेको हुन्छ र त्यो छाडिदिएपछि एकछिन 5 मिनट जति त्यसलाई राम्ररी चलाउनु होला ताकि मिक्स भइहालोस् र चलाइसकेपछि त्यसलाई त्यतिकै छाड्दिनु होला र फेरि 10-12 घण्टा पछि त्यसलाई राम्रोसँग चलाउनु होला र चलाइसकेपछि त्यसलाई फेरि त्यतिकै छाड्दिनुहोस् ताकि त्यो जति पनि राम्रोसँग मिक्स भइहालोस् र पानी माथि हालोस् र जुन बाँकी हुन्छ त्यो तल गइहाल्छ र यसै गरी 3 दिनदेखि 4 दिनसम्म त्यस्तै गर्नु होला र त्यो राम्रोसँग घुलिसकेपछि र अन्तिम दिनमा त्यसलाई सुतीको कपडा लिएर त्यसलाई पानीलाई छान्नु होला। जति पनि सफा पानी हुन्छ त्यो अर्को बाल्टिनमा राख्नु र जति पनि उब्रेको हुन्छ माथि त्यसलाई राम्रोसँग कहीँ डिस्पोज गरिदिनु होला। त्यतिकै खाँदा त्यो हानि पुर्याउन सक्छ र यसरी नै जुन पानी हामी छान्यौं त्यही हो क्याल्सियम र यसलाई हामीहरू पशुलाई दिन सक्छौं र यसरी नै हाम्रो क्याल्सियम घरमै तयार भइसक्यो। क्याल्सियम तयार भइसकेपछि पशुहरूमा दिइने मात्रा यदि गाई भैँसी छ भने 80 देखि 100 ml जति सधैँ दिनु होला र यदि बाख्रा भेडा छ भने 20 देखि 40 ml जति दिनु होला र यसरी गरेर हामीहरू पशुहरूमा चाहिने क्याल्सियमको मात्रा पूर्ति गर्न सक्छौं र यदि बढी दिएमा पशुहरूको पाचन प्रणाली बिग्रिन सक्छ। त्यसैले गर्दा पशुहरूमा यसरी तपाईहरु पनि सेतो चुन प्रयोग गरेर आफ्नो घरमै क्याल्सियम बनाउन सक्नुहुन्छ र यदि यो भिडियो तपाईहरुलाई मन पर्यो भने लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।